गाइज आज भनेको चाहिँ म जाँदैछु बाइकको ट्रायल लिनलाई गुर्जुधारा। यहाँदेखि 10 किलोमिटर जति टाढा छ म बसेको ठाउँदेखि माछाबगरदेखि। आज अब ट्रायलमा पास भयो भने भिडियो आउनेछ होइन, यो क्लिप यो भिडियो यो भ्लग। अनि पास भएन भने चाहिँ भ्लग आउँदैन होइन। अब हेर्नु होला के कस्तो हुनेछ भविष्यमा होइन। अब पास भयो भने चाहिँ फेरि धेरै खालको भिडियोहरूमा आउनेछ पछि पनि होइन। गोप्रो सोप्रो किनेर टक्क अब मोटो भ्लगै हुनसक्छु म भ्लगरै, तर मोटो भ्लगरकै जुन्डामा चाहिँ म जान्न होइन। र त्यस्तै खालको भ्लगर चाहिँ हुनसक्छ। अब यहाँदेखि बस चढ्ने गुर्जुधाराको, त्यसपछि हामी गुर्जुधारा पुग्छौँ ठ्याक्कै यातायातको विभाग ठ्याक्कै अगाडि। अनि त्यसपछि त्यहाँनिर गएर हल्का प्र्याक्टिस गरेर अनि ट्रायल दिने। पास भयो भने फेरि दामी हो, फेल भयो भने चाहिँ तनाव हुन्छ यार। पैसा धेरै सकिएको छ यार, 500 रुपियाँ त फर्मकै सकिएको छ। अनि 200-300 रुपियाँ आएको गएको भाडा सकिहाल्छ। त्यही हो गाइस होइन। यहाँनिर के सिन भएछ हौ, यहाँ ट्राफिकहरू देख्न सक्छौँ। यो बोर्डहरूको कुरा गर्दैछ यहाँनिर महानगरपालिकाले होइन। अनि पुलिसहरू पनि छ, ट्राफिकहरू पनि छ। यहाँ कोही के भइरहेछ, यहाँ क्राउड भेला भइसक्यो। यस्तो घटनाहरू भइरहेको छ, त्यति वास्ता दिनु पर्दैन। यहाँनिर अब कुन गाडी चाहिँ गुर्जुधारा जान्छ छानेर चढ्नु पर्यो। हस् त हेर्दै गर्नु होला। यत्रो बिर्सम्म यहाँनिर बसेँ यो बाटोमा होइन। उता गुर्जुधारातिर जाने गाडी नै आएन क्या। अब अगाडि बस स्ट्यान्ड छ, त्यहीँनिर गएर चढ्नु नभए किन हिँड्नु भन्ने सोच आएको थियो मेरो चाहिँ होइन। त्यही भएर भने चाहिँ यतादेखि अब अनि अब गुर्जुधारा जानेको लागि गुर्जुधारा चाहिँ अब कलङ्कीदेखि तल झर्नुपर्छ क्या। प्रायः चाहिँ यो बाटोमा हिँड्ने भनेको गाडीहरू भनेको चाहिँ रिङ रोडहरू मात्र ट्राभल गर्छ क्या। रिङ रोड भयो अब कस्तो भनेदेखि अब गोलो छ नि त काठमाडौँ, त्यति गोलो घुम्छ। 100 रुपियाँतिर भने काठमाडौँ पुरै घुम्न सकिन्छ क्या बसमा चाहिँ। तर अहिले चाहिँ हल्का भाडा बढेको छ होइन। त्यस्तो धेरै पनि बढेको त छैन, 5-10 रुपियाँ मात्र बढेको बसको भाडा चाहिँ। तर अब यस्तै हो क्या। अब साइडतिर जानु भने गुर्जुधारा अब यहाँदेखि कलङ्की अर्को गाडी चढ्यो भने यहाँदेखि 30 लिन्छ, 30-35 लिइहाल्छ कलङ्कीको। अनि फेरि गुर्जुधाराको पनि त्यति नै लिन्छ, 20-25 रुपियाँ। त्योभन्दा डाइरेक्ट गुर्जुधारा चढ्यो भने डाइरेक्ट 35 रुपियाँमा पुऱ्याइदिन्छ क्या, 40 रुपियाँमा। त्यही भएर चाहिँ चढ्न खोजेको खोइ। मैले चाहिँ गाडीको हन्टिङ गरेर डाइरेक्ट गुर्जुधाराको गाडीमै चढेँ। बस पनि त्यस्तो भिड चाहिँ थिएन, हल्का भिड थियो होइन। त्यसपछि डाइरेक्ट गुर्जुधाराको ड्राइभिङको यातायात विभागमा पुगेँ म। त्यसपछिको विभागको भ्यूहरू हेर्न सक्नुहुन्छ। यहाँनिर भनेको चाहिँ प्र्याक्टिस गर्ने ठाउँ हो, बुझ्नुभयो? यो प्र्याक्टिसको हो होइन। बिल दिएको छ यहाँनिर 600 रुपियाँ काटेको छ। त्यहाँ बिल काटे। अनलाइन हो भने उहाँ गएर पे गर्ने, अफलाइन हो भने यहीँनिर क्यास हो भने यहीँनिर गर्ने। अनि कुपन दिन्छ यहाँ आउने बस्ने। प्र्याक्टिस गर्ने ठाउँ कस्तो के हुन्छ यार। अब ट्रायल चाहिँ यहीँ हो हुने। तिमीहरूको चाहिँ ट्रायलमा पास भइसक्यो, यहाँनिर हेर्न सक्छ। यो सिग्नेचर भनेको चाहिँ पास भएपछिको हो होइन। अब म पास भएको थिइनँ भने त यो भिडियो बन्दैन थियो, हाल्दिनँ पनि थियो होला। तर झापाको मान्छे काठमाडौँमा आएर बाइकको लाइसेन्स निकालियो होइन। अब बिस्तारै पठाउ इन्डिया ब्याङ्गो स्याङ्गो यताउति गरेर पैसा कमाएर रोइला हान्नुपर्छ। अब लाइसेन्स छ तिमीहरूको दाइसँग भनेर भइसक्यो। यता साथीले पनि पहिलोचोटिमै सफल भयो दाइ। बाबा मलाई त विश्वासै थिएन। मलाई यात्रा सुरु भइसक्यो। अब बसमा चढिसक्यो, अब जाने टक्क ड्युटीमा। लाइसेन्स पनि बन्यो, अब बिस्तारै के हुन्छ भन्ने आश छ होइन। अब यस्तै छ।
भनेको चाहिँ स्वयम्भूनाथ हो है। अब देश विदेश गाउँ छिमेक टाढा बस्नु भएको व्यक्तिहरूले अब टाढैबाट भए पनि मोबाइलबाटै भए पनि दर्शन गर्नुहोला, त्यही भन्न चाहन्छु म तपाईँहरूलाई होइन। स्वयम्भूको दर्शन गर्नुहोस्, आफ्नो चाहेको चिताएको सबै कुराहरू पुरा गर्नुहोस् भन्नको लागि मैले यो क्लिप रेकर्ड गरेको थिएँ। थ्याङ्क यू। त्यस्तै हो अब होइन। अब भ्लग त्यस्तो पुरै कम्प्लिट त छैन, अब बिस्तारै म हल्का फुटेज यहाँको एड गर्छु। भगवानले जुलायो भने फेरि भेटिन्छ। स्वयम्भू जाने बाटो हो यो चाहिँ होइन। यहाँ हाम्रो यो मूर्ति कसको हो भन। मेरो क्यामेरामा मजाले देखेन होइन गाइज, परसम्म देखेकै गाडीहरू हो क्या। उपत्यकाको रिङ रोड कलङ्कीतिरबाट हामी वनस्थलीतिर झर्दैछौँ। स्वयम्भू हामी कटिसक्यौँ। उत्रिने ठाउँमा आयो। ल धन्यवाद। ल अब अफिसमा जाने हो होइन। अफिसमा गएर त्यहाँ भन्ने हो दाइहरूलाई, दाइ लाइसेन्स म चाहिँ ग्रान्टेड भइसक्यो, अब हानिँदैन साइकलमा, अब हानिन्छ बाइकमा भन्ने हो। मैले आफ्नो काम अब काठमाडौँ आइकन किन नदेखाएको भन्दाखेरि देखाउने लायकको थिएन पर्सनली होइन। अनि आफैलाई नि मन लागेन देखाउनलाई, अनि त्यही भएर मैले देखाएको थिइनँ। तर अब भनेको त साधन हो नि त, बाइक हो नि त। त्यो साइकल पनि त्यस्तो नराम्रो त होइन, इलेक्ट्रिक साइकल हो होइन। काठमाडौँमा साइकलको जतिले जब गर्छन् त्यो मध्येको चाहिँ याङ्गोले प्रोभाइड गरेको इलेक्ट्रिक साइकल चाहिँ टपमै हो होइन। तर पनि स्टिल मैले चुज गरेँ नदेखाउनु। अब आज भनेको यस्तै हो। अब आज पनि खासै काम भएन होइन। अब खासमा 12 टिप हान्नुपर्ने हो दिनमा। अब 3 बजिसक्यो यहीँनिर। केटाहरूले पनि फ्रन्टबाटै गरिदिएको, ब्याग घुमाउन मन लागेन। भ्लग गरेको देखेर अब बोल्छन् त बोलिदिने हो नि। आज दिल खुस छ मलाई। आउट्रो रेकर्ड गरिनँ होइन गाइज। अनि अब अहिले डाइरेक्ट म रुममै आइसकिसकेँ। त्यस्तै हो। अब आजको भ्लग भनेको त्यही हो, लाइसेन्स बनाइयो होइन गएर। अनि पहिलो ट्रायलमै लाइसेन्स पनि भयो, सफलतापूर्वक भयो होइन। यही कुराको खुसियालीमा छु म चाहिँ आज एकदम दिल खुस छ। हजुरहरू पनि अझै यो भिडियोलाई हेरेर लाइक गरेर सेयर हानेर मेरो दिल खुस बनाइदिनु हुन्छ कि भन्ने अपेक्षाका साथ आजको भ्लगलाई म यहीँनिर अन्त्य गर्न चाहन्छु होइन। अब आउने दिनहरूमा, आउने दिन भविष्यहरूमा यस्ता भिडियोहरू धेरै आउने छन्। यसको लागि चाहिँ के गर्नु पर्यो भने तपाईँहरूले टक्कसँगले लाइक सेयर सब्सक्राइब बस त्यति। फलो पनि अब इच्छुक व्यक्तिहरूले फलो पनि गर्दा हुन्छ। अनि इच्छा छैन भने चाहिँ अब इच्छा शक्तिलाई मारेर फलो गरिदिनुहोस्। धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ। किप इन्जोइङ, किप टोलरेट मी। थ्याङ्क यू।